आज यस कार्यक्रमलाई कोट देउराली बहुउद्देश्य सहकारी संस्थाले हाम्रो बेगनास्थाल बराह क्षेत्र विकास संस्थालाई सहयोग गर्ने हेतुले यतिका कुर्सीहरू हस्तान्तरण गरेर यतिको कार्यक्रम यहाँ आयोजना गरिदिनु भएकोमा उहाँहरूलाई पुनः हृदयदेखि नै धन्यवाद दिँदै यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म पुनः स्वागत गर्न चाहन्छु। स्वागतम 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 भन्दै मेरो भनाइ यही अन्त्य गर्छु। हस्त धन्यवाद गर्न गइरहेका छौँ। आजका प्रमुख अतिथिको हातबाट वनका अध्यक्ष र बराह क्षेत्रका अध्यक्ष दुवैजनालाई सामूहिक रूपमा कुर्सी हस्तान्तरण गरिदिनु हुन र कुर्सी लिइदिनु हुन अनुरोध गर्छु। आफ्नो अमूल्य कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर 31 का वडा अध्यक्ष ढाकनाथ कणेलज्यूलाई अनुरोध गर्छु। बोल्दै हुनुहुन्छ। बेगनास्थाल बराह महारथीका अध्यक्षज्यू, आमा समूहका अध्यक्ष एवं प्रतिनिधि दिदीबहिनी, आमा पर्यटन संस्थाका कोषाध्यक्ष उपाध्यक्ष लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो व्यक्तिगत र पोखरा महानगरपालिका वडा नम्बर 1 कै तर्फबाट बिहानीको नमन गर्न चाहन्छु। आज अत्यन्तै खुसीको दिन र यो क्षेत्र पर्यटकीय र रमणीय मनोहरलाई अझ उचाइमा लाने बहुउद्देश्य सहकारी संस्थाले यो क्षेत्रमा यो बेगनास्थाल बराह क्षेत्रलाई मात्रै होइन, यहाँका किसानहरूलाई, यहाँका अन्य सङ्घ संस्थाहरूलाई एउटा आफ्नो सहकारीको जुन नेपालको कानुनले दिएको अधिकारलाई सामाजिक उत्तरदायित्वभित्र रहेर जुन काम गर्नुभएको छ यो अत्यन्तै सराहनीय छ र यो सहकारीलाई म मेरो व्यक्तिगत र वडाकै तर्फबाट धेरै धेरै बधाई दिन चाहन्छु। निभाल्न, यो क्षेत्रको विकास गर्न, यहाँका मान्छेको गुनासो सुनेर कास्की जिल्लाका नेताले विकास गर्नुभएको छ, तर बराहतिर ध्यान दृष्टि नभएकै हो। त्यो अवस्थामा बाउ भनौँ, दाई भनौँ, पार्टीको नेता भनौँ, हाम्रो बागलुङ जिल्लाको मणिभद्र कणेलले सुरुमा 50 लाख हालिएर यसको बीजारोपण भएको छ। उहाँको पनि दीर्घायुको कामना गर्न चाहन्छु र अहिले केन्द्र, प्रदेश र वडा महानगर सबैले यो बनिसकेपछि उहाँहरूको ध्यान दृष्टि यहाँ लागेको छ। केही वर्षमा अझै राम्रा कामहरू गर्नको लागि हामी लागौँ, उहाँहरूले सहयोग गर्नुहुनेछ। उहाँहरू पनि बधाईका पात्र, हामी पनि बधाईका पात्र हौँ। यो विषयमा अरू केही कुरा रह्यो भने, केही छुटपुट भयो भने, केही काम गर्नु पर्यो भने यहाँहरूको राय सल्लाह सुझाव मैले ग्रहण गर्नेछु। त्यही अनुसार अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै बराह भगवानको सदा अब त्यो अनगिन्ती केही गर्न सकिँदैन, तर उहाँको छत्र छायामा हाम्रो पनि भविष्य उज्जवल हुँदै जानेछ भन्ने विश्वासका साथ विशेष गरी यो श्री कोट देउराली बहुउद्देश्य सहकारी संस्थाले 6औं आफ्नो संस्थाको स्थापना दिवस पारेर जुन कार्यक्रम गर्नुभएको छ उहाँहरूलाई मुरी धन्यवाद छ। प्यारो भाइ वीरभद्र कणेलजी हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दै आजको यस कार्यक्रम समापन गरिदिनु हुन श्री कोट देउराली बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष तथा आजका कार्यक्रमका सभापति सुरेन्द्र सापकोटा भाटज्यूलाई अनुरोध गर्दै त्यो समस्यालाई मध्यनजर गर्दै कम्तीमा थोरै भए पनि सपोर्ट होला भन्ने उद्देश्यका साथ हामीले यो कुर्सी 30वटा कुर्सी हाम्रो क्षमता हाम्रो अवस्थाले भ्याएको यो सपोर्ट सहयोग गर्ने समितिमा छलफल भयो र त्यही अनुसार हामी यो कार्यक्रम गर्न गइरहेका छौँ। सहकारीको मुख्य उद्देश्य नै सुरुवाती चरणमै हाम्रो यो कोट देउराली बहुउद्देश्यको सहकारीको उद्देश्य भनेको कृषि र पर्यटन विकास र अब बचत तथा उता नियमित प्रक्रियाका सहकारीका ती नियमित प्रक्रियामा जाने कुरा भए हाम्रो मेन फोकस चाहिँ कृषि र पर्यटनमै थियो र त्यही अनुसार हामीले हरेक वर्ष कृषिका प्रोग्रामहरू हरेक वर्ष सञ्चालन गर्दै आएका छौँ र यो वर्ष चाहिँ हामी बढी यो सहकारीको अध्यक्ष यो निर्माण सेक्टरमा जोडिँदाखेरि उतापट्टि ध्यान दिन नभ्याएको हुँदा यो वर्ष कार्यक्रम कृषिका कार्यक्रम अलिक कम आएका छन्। यो किसिमले वडालाई स्वाभाविक रूपमा म यता लाग्दाखेरि केही 20-30 लाख रुपियाँ घाटा परेको छ
ती प्रोग्राम छुटेका छन्। अब आगामी वर्ष त्यसलाई क्षतिपूर्ति पुरा गर्ने गरी कार्यक्रम अगाडि बढाउने छौँ। र अहिले यो वर्ष हामी यो मन्दिर नै समापन यो सँगसँगै कताडा मन्दिरमा सहकारीको अध्यक्ष ठोकिन आयो। ठोकिन आउँदाखेरि उता ध्यान दिन नपाएको हुँदा अलिकति कार्यक्रम कमजोर भएको, कृषिको कार्यक्रम कमजोर भएको छ र आगामी वर्ष ती कार्यक्रमलाई निरन्तरता दिनेछौँ। र यो वर्ष हामीले यहाँ मन्दिरमा कामहरू गर्दैछौँ र यो पूर्ति हस्तान्तरण गऱ्यौँ। त्यसै विभिन्न दाताहरूले हामीले सानो आह्वानबाट विभिन्न दाताहरूले गजुरहरू, मूर्तिहरू, मन्दिरका 4-5वटै मूर्तिहरू पनि आइसकेको छ। 15-16 गते यहाँ आइपुग्छ। गजुरहरू पनि 4वटा अहिले आइसक्यो। मूल गजुर भोलि सायद यहाँ आइपुग्छ। र अब हामी मन्दिरको अन्तिम चरणमा छौँ। यस वर्ष 27 लाखको सङ्घको बजेटबाट 27 लाखको काम अब अन्तिम चरणमा पुगेको छ। आज बिलिङको पाटो हामी माइनेटहरू उठाएर बिलिङको पाटो आइतबार बिल बुझाउँछौँ र सोमबारतिर सायद भुक्तानीको प्रक्रिया पुरा होला। र यसै वर्ष वडाले सम्बोधन गरेन भन्ने विभिन्न गुनासाहरूलाई यही वर्ष टुङ्गाइदिने, अब त्यो गुनासो वडालाई गर्न नपाउने गरी गरौँ भनेर हामी निर्माण समितिले पनि वडा अध्यक्षसँग बसेपछि ओके अन्तिम चरणमा छ र केही वडाका बजेटहरू फ्रिज हुने अवस्थामा छन्। वडाका ती फ्रिज हुन नदिउँ र काम सम्पन्न गरौँ भनेर 1850 को हामीले रकम अन्तरण गरेर ल्याउन सफल भएका छौँ र काम सुरु हुँदैछ। सम्भवतः हामी 2022 तिर त्यो 1850 को पुरा काम कम्प्लिट गर्नेछौँ र बडालाई एउटा रूप धारण गर्नेछौँ। र हामीले अस्ति मुख्यमन्त्रीसँग सामान्य भेट भयो र अब यही वर्ष उद्घाटन पनि गर्ने कि भन्ने चरणमा पुगेका छौँ र 28 गतेलाई मुख्यमन्त्रीले टाइम पनि दिनुभएको छ। त्यो दिन सामान्य जस्तो अघि आयो सुरुङ खन्ने विषय होइन, सुरुङ नखनी उद्घाटन गर्ने भन्ने कुरा पनि मन्त्रालयमा पनि आएको थियो होइन। पहिला मन्दिरको उद्घाटन गर्नुहोस् अनि सुरुङको लाई बजेटको व्यवस्थापन गर्नुहोस् भने चाहिँ ओके भन्ने त्यो आश्वासन पनि हामीलाई अहिले भन्न नहुन्थ्यो भनिदिए र त्यो चरणमा पनि छौँ। र हामी छिटै यो मन्दिरलाई जुन यो पोखराकै एउटा महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा विकास गर्नेलाई पहल गर्ने प्रतिबद्धताका साथ र त्यसमा खट्ने प्रतिबद्धताका साथ म आजको भनाइ यहीँ अन्त्य गर्दै आजको कार्यक्रम यहीँ समापन गर्दछु। भाषणभन्दा पनि काममा लाग्यौँ भनेर छोटो कार्यक्रम गरेका हौँ र त्यसैमा फोकस हौँ भन्दै बिदा हुन्छु। हस्त धन्यवाद।